वाओ, वेलकम एन्ड गुड मर्निङ। माई नेम इज पवन डिसी मगर। मेरो घर काभ्रे प्लान्चोक। सन्चै हुनुहुन्छ? म आजको यस कार्यक्रम सुरु गर्नुभन्दा पहिला अपलाइन अग्रज गुरुहरूलाई सम्झिन चाहन्छु। उहाँहरूकै कारणले आज यो स्टेजमा म उभिएर बोल्न सक्ने भएको छु। स्पोन्सरमा हुनुहुन्छ भीम पुलामी सर, मेरो अपलाइन हुनुहुन्छ रोमन पुलामी सर, र सधैँ सकारात्मक बाटो देखाउनु हुने मेरो गुरुआमा हुनुहुन्छ स्टार डाइरेक्टर मिसेस सुनिता राई। त्यसै गरी हामीले भुल्नु नहुने हामी सबैका गुरु श्री लोकेन्द्र बहादुर बम सर र यस कम्पनीका प्रबन्ध निर्देशक डाक्टर टेम्पा शेर्पा सर हुनुहुन्छ। आज हामी सर्टमा हेल्थी लिभिङ नेपालको सक्सेस प्लानको बारेमा बुझ्छौँ। आर यु रेडी? थ्याङ्क यू अल। सबैजनाले डायरी पेन त ल्याउनु भएको होला होइन? ओके। यदि हजुरहरू आज पहिलो पटक यो मिटिङमा उपस्थित हुनुहुन्छ भने एकैपटक सबै कुरा बुझ्न सकिँदैन, तर जसले सुन्न चासो राख्छन्, सिक्न तयार हुन्छन्, उहाँ नै सफल बन्न सक्छ। आर यु रेडी? 2077 साल असार 19 गते कम्पनीको स्थापना भएको हो। यो एसिया र नेपालकै नम्बर 1 प्रत्यक्ष बिक्री कम्पनी हो। यसले 70% स्थानीय उत्पादन प्रवर्धन गर्दछ। प्रधान कार्यालय काठमाडौँ 9 32 पुतलीमा छ। नेपालभरि 36 वटा शाखाहरू छन् र थप विस्तार हुँदैछन्। हामी 200 भन्दा बढी वस्तुहरू बिक्री गर्छौँ। यसमा 78% महिला सहभागिता छ। हाम्रो कम्पनीको उत्पादन केन्द्रहरू धादिङको धुनीबेसी, ललितपुरको बुङ्गमती, भक्तपुरको ताथली र सिन्धुपाल्चोकको भोटेचौरमा गरी 4 ठाउँमा रहेको छ। नेपालभर हाम्रा शाखाहरू सञ्चालनमा छन्। हाम्रो कम्पनीको प्रोडक्ट्सहरू भन्नुपर्दा मुटु सम्बन्धी, छाला सम्बन्धी, हाड जोड्नी सम्बन्धी, प्रतिरक्षा बुस्ट, डिटक्स, स्वास्थ्य आहार, महिलाहरूमा हुन सक्ने सम्पूर्ण समस्या, त्यसै गरी हामीसँग होम केयर, पर्सनल केयर, कलर कस्मेटिक जस्ता प्रोडक्ट्सहरू रहेको छ, जुन तपाईँहरूले नजिकैको हाम्रो ब्रान्चमा गएर 8 अङ्कको आइडी नम्बर देखाएर लिन सकिन्छ। 5 मिनटमा आइडी बनाउन सकिन्छ। त्यसको लागि हजुरलाई कसले यो प्लेटफर्मको बारेमा जानकारी दिनुभएको हो उहाँसँग राम्रोसँग बुझ्नु सक्नुहुनेछ। हुन्छ? तयार हुनुहुन्छ? हाम्रो कम्पनीको लक्ष्य भनेको सबैजना स्वस्थ रहोस्, सबैको हातमा पैसा जाओस्। आज हामी यो स्लाइडबाट एउटा धेरै सरल कुरा बुझ्नेछौँ। व्यापार मुख्य रूपमा 2 प्रकारका हुन्छन्। पहिलो परम्परागत व्यापार ट्रेडिसनल बिजनेस, दोस्रो प्रत्यक्ष व्यापार डाइरेक्ट सेलिङ। नम्बर 1 परम्परागत व्यापारको बारेमा बुझौँ। कल्पना गर्नुहोस् एउटा उत्पादन फ्याक्ट्रीमा बन्यो। त्यो उत्पादन ग्राहकसम्म पुग्नु अघि धेरै चरण पार गर्छ, जस्तै फ्याक्ट्री, सिएनएफ एजेन्ट, ब्रोकर, डिस्ट्रिब्युटर, होलसेलर, रिटेलर हुँदै अन्तिममा हामी माझ आइपुग्छ। अब प्रश्न उठ्छ, यी सबैले नाफा कहाँबाट कमाउँछन्? उत्तर सरल छ, हामी ग्राहकले तिरेको पैसाबाट। न्युजपेपर, सोसियल मिडिया लगायत विज्ञापनमा पनि धेरै खर्च गर्छ। यसरी उत्पादनको मूल्यमा बिचौलिया र विज्ञापनको ठूलो खर्च जोडिन्छ। त्यसको भार कसलाई पर्छ त भन्दा तपाईँ हामीलाई पर्छ, हो कि होइन भन्नुहोस् त? अब बुझौँ प्रत्यक्ष व्यापार डाइरेक्ट सेलिङ। अब दायाँपट्टि हेर्नुहोस्, यहाँ कम्पनीले धेरै बिचौलिया हटाउँछ। उत्पादन कम्पनीबाट सिधै ग्राहकसम्म पुग्छ। यसले गर्दा विज्ञापन र बिचौलियामा जाने 60% पैसा जोगिन्छ अनि कम्पनीले त्यही पैसा बोनस र छुटको रूपमा हामीलाई दिन्छ। यसलाई नै कन्ज्युमर एम्पावरमेन्ट अर्थात् प्रत्यक्ष व्यापार भनिन्छ। यसमा ग्राहकलाई नै बढी लाभ पुग्ने व्यवस्था हुन्छ। त्यसैले आज हामी यो सिस्टमभित्र छौँ। अब मलाई भन्नुहोस्, बाहिर बजारको सामान किनेर अरूलाई धनी बनाउनु भन्दा फ्रीमा आइडी बनाएर हेल्थी लिभिङबाट सामान लिनु फाइदा होइन र? ल भन्नुहोस् त। हो, त्यति मात्रै होइन, यहाँबाट सामान लिँदा WHO, आइसो, हलाल, GMP जस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त खाद्य सन्थाहरूबाट गुणस्तरीय क्वालिटी टेस्ट प्रुफ गरेको हुन्छ र यस्तो प्रोडक्ट प्रयोगले हाम्रो स्वास्थ्यलाई चाहिने विभिन्न भिटामिन, मिनरल्स पर्याप्त मात्रामा पाउने हुँदा निरोगी जिन्दगी बाँच्न सक्छौँ, विभिन्न रोग लाग्नबाट बच्न सक्छौँ, राइट? अर्को कुरा डियर लिडर्स, तपाईँ हामीले पसल परिवर्तन गरेकै भरमा विभिन्न हाम्रो सपनाहरू पुरा गर्न सकिन्छ। ती सपनाहरू जस्तो स्वस्थ जीवन, आम्दानी, विदेश भ्रमण यात्रा, घर, गाडी, सुखी जीवन, समयको स्वतन्त्रता पाउन सकिन्छ। यी सबै प्राप्त गर्न बिना लगानीमा आफ्नो जबसँगै बचेको समयलाई पार्ट जबको रूपमा आज हामीसँग विदेशी भूमिमा 12/14 घण्टा काम गरेर पनि गरिरहेको छ। यसो भन्दै गर्दा कतिपय साथीहरूले यो फसाउने बिजनेस हो भन्ने पनि लाग्छ होला। हो, पहिला मलाई पनि त्यस्तै लाग्थ्यो, तर बिस्तारै बुझ्दै जाँदा होइन रहेछ। माई डियर फ्रेन्ड्स, त्यस्तो कम्पनी नभएको होइन थियो, तर म नाम लिन चाहन्न। त्यो कस्तो कम्पनीहरू थियो भने उहाँहरूको नेपालमा कुनै पनि आफ्नै निजी उत्पादन फ्याक्ट्री थिएन र आज चल्न सकेन। आज हामी 22 वर्ष पार गरिसकेको कम्पनीमा छौँ।
अहिलेसम्म जति पनि मैले प्रेजेन्ट गरेको कुराहरू ध्यान दिएर सोच्नुहोस् र यो त एउटा उदाहरण मात्रै हो। अझै फुल प्लान बुझ्नको लागि हामीसँग प्रत्येक दिन बेलुका 8 बजेदेखि जुम मिटिङमा जोइन हुन सक्नुहुनेछ। ओके, यदि तपाईँ आफ्नो भविष्य राम्रो बनाउन चाहनुहुन्छ, आत्मनिर्भर बन्दै स्वास्थ्य र समृद्धि चाहनुहुन्छ भने नेतृत्व क्षमता विकास गर्ने यो अवसर नछुटाउनु। के हजुरहरू आफ्नो भविष्यलाई अझ राम्रो बनाउन चाहनुहुन्छ? आत्मनिर्भर बन्ने लक्ष्य राख्नु भएको छ? परिवार र भावी पुस्ताका लागि अवसर सिर्जना गर्ने सोचमा हुनुहुन्छ? नयाँ सम्भावना र व्यावसायिक सोचबारे जान्न चाहनुहुन्छ? कहिलेकाहीँ एउटा सही निर्णय र सही जानकारीले जीवनमा नयाँ दिशा दिन सक्छ। त्यसैले सकारात्मक सोचका साथ आफ्नो यात्रालाई अझ सशक्त बनाऊ। थ्याङ्क यू सो मच। विश यू वेल।